के लेखुँ म उनका बारेमा, कविता लेखुँ त गजल बन्छ, गजल लेखुँ त कथा, अनि कथा भनौँ त महाकाव्य। उनले मलाई स्वतन्त्र बनाएर राखेका छन्, जसरी हिलोमा कमल फुल छ, खुला अनि सुन्दर। करोडौं मान्छेहरूको भिडमा पनि म उनका लागि खास बनेकी छु, जसरी करोडौं ताराहरूको बीचमा चन्द्रमा बनेको छ। उनले मेरा दागहरू स्वीकारेका छन्, मेरा कमजोरीहरूलाई अपनाएका छन्। म हार्छु, रुन्छु, कराउँछु, उनी शान्त र धैर्य भई मेरो हौसला बनेका छन्। घन्टौं काम गरेर आउँदा थकाइ मेट्ने चौतारी बनेका छन्। म कतै लडखडाए भने मेरो हिम्मत र आड बनेका छन्। म खासै केही कुरामा खुसी हुनै सक्दिन, या भनौँ म केही चीजमा रुचि नै राख्दिन, चाहे ती चीज महँगा र चम्किला किन नहुन्। तर जब उनी मेरो सामु आउँछन्, मसँग दुई वचन मिठा मायाका कुरा गर्छन्, लाग्छ मैले संसार जित्न सक्छु। उनी मेरा दिनभरिका कुरा कति शान्त भई सुनि